हेलो गाइज, आज चाहिँ हामी टाइप्स अफ सस्पेन्डेड सिलिङ र त्यसको फङ्सनको बारेमा बुझ्नेछौँ। टाइप्स अफ सस्पेन्डेड सिलिङ के छ भन्दाखेरि एउटा चाहिँ हाम्रो एकाउस्टिक सिलिङ, जसले गर्दा चाहिँ हाम्रो नोइजलाई अब्जर्भ गर्छ र साउन्ड नोइजहरूलाई चाहिँ अरू स्पेसमा जानबाट रोक्छ। हाम्रो छ अर्को मेटल सिलिङ भनेको ड्युरेबल हुन्छ, मेटलको कुरो र मोडर्न देखिन्छ। अनि युज इन हाई ट्राफिक कमर्सियल एरिया भनेको ठुल्ठुलो धेरै मान्छे आउने ठाउँमा युज हुन्छ। गिप्सम सिलिङ भनेको हाम्रो एउटा स्मुथ क्लिन फिनिस दिन्छ, जसमा चाहिँ जिप्सम हामी अहिले मेनली रेसिडेन्सियल र डेकोरेटिभ एप्लिकेसनको लागि युज गर्छौँ, जस्तो घरमा लगाउने फल सिलिङ पनि जिप्सम हुनसक्छ। अर्को आयो हाम्रो प्लास्टिक पिभिसी सिलिङ, जुन चाहिँ लाइट वेट र मोइस्चर रेसिस्टेन्स हुन्छ र हामी बाथरुम र किचनमा युज गर्छौँ। अर्को हाम्रो चाहिँ वुडन सिलिङ भनेको वुडको भइगयो, जसले चाहिँ हाम्रो एउटा दामी लग्जरियस टच दिन्छ इन्टेरियरलाई। अर्को हाम्रो छ कन्सिल ग्रिड सिलिङ्स भनेको हामीले ग्रिडलाई चाहिँ छोपेर राख्छौँ, जहाँ चाहिँ एकदम छोपेर राख्ने कारणले एकदम सिमलेस लुक दिन्छ र अलिक ठुल्ठुलो ठाउँमा युज हुन्छ। अर्को हाम्रो चाहिँ ग्रिल एन्ड ब्याफल सिस्टम भनेको भिजुअली इन्ट्रेस्टिङ, ग्रिल एन्ड ब्याफल भनेको ग्रिल जस्तो देखिने र साउन्ड पनि त्यसले अब्जर्भ गर्छ ठुलो ठाउँमा। अर्को हाम्रो चाहिँ प्लास्टर बोर्ड भनेको के भन्दाखेरि हामीले एउटा प्लास्टरको बोर्ड भनौँ, एउटा बोर्ड हामी युज गर्छौँ रेसिडेन्सियल र कमर्सियल बिल्डिङमा ड्यु टु इट्स एपियरेन्स एन्ड अफोर्डेबिलिटी। अब हामी जाउँ फङ्सनमा। फङ्सन अफ सस्पेन्डेड सिलिङ के छ भन्दाखेरि एउटा हाम्रो एस्थेटिक इन्हान्समेन्ट भइगयो, हाम्रो घर राम्रो देखिने भइगयो फल सिलिङ लगाएपछि। अर्को हाम्रो एकाउस्टिक भनेको साउन्ड रेड्युस साउन्ड भइगयो। त्यो फायर सेफ्टी भनेको सम फल सिलिङ क्यान स्लो द रेट अफ फायर प्रोभाइडिङ एक्स्ट्रा टाइम फर इभाकुएसन भनेको फल सिलिङ लाउँदाखेरि चाहिँ कुनैले डाइरेक्ट आगो फल्नबाट रोक्छ र हामीलाई भाग्न टाइम दिन्छ अलिकति। इन्सुलेसन भनेको फल सिलिङले चाहिँ साउन्ड र थर्मल इन्सुलेसन गर्छ। त्यसपछि लाइटनिङ भनेको कुनै सिलिङ चाहिँ हाम्रो के भन्छ ट्रान्सप्यारेन्ट हुन्छ, जसले गर्दा चाहिँ हामी लाइट पास हुन्छ, नेचुरल सनलाइट, र हामीले आर्टिफिसियल सनलाइट धेरै युज गर्नु पर्दैन। आर्टिफिसियल लाइटनिङ भनौँ, सनलाइट नभनौँ। एसेसिबिलिटी भनेको के भन्दाखेरि फल सिलिङले चाहिँ हामीलाई एसेस गर्न सजिलो हुन्छ। हामीले घरमा हाइड गरेर राख्ने इलेक्ट्रिकल वायरिङहरू, प्लम्बिङहरू हामीलाई एसेस गर्न सजिलो हुन्छ फल सिलिङ हाल्यौँ भने, फल सिलिङबाट पास गर्न मिल्छ। थ्याङ्क यू।